सबैलाई ह्याप्पी न्यू इयर। अहिले चाहिँ म यसो ठिकै छु बाबाले आज 1 गते भने टिका लगाइदिनु भयो। अनि अहिले चाहिँ कहाँ जानु लाग्यो होला कपडा लगाएर भनेर म चाहिँ पोखरातिर लागेँ। पोखरा पुग्ने बित्तिकै हामी सोच आउने बित्तिकै भाटपाटीतिर लाग्यौँ। अनि भाटपाटीतिर छिरेर अनि एकछिन भने यसो भित्र पुगेको त अनि लास्टै भिड रहेछ नि हामी ब्याक साइडबाट जाऊँ भनेर अनि लिफ्टतिर गयौँ एकछिन। अनि माथि खेल्ने ठाउँ रहेछ नि स्केट पार्कहरू रहेछ। अनि माथिकै अनि भाइले जुत्ता हेर्ने भनेर जुत्ता हेऱ्यौँ एकछिन। अनि भाइले नि अहिले चाहिँ केही नगर्ने सक्स मात्रै किन्छु एकछिन यसो घुमेर हामी त्यहाँबाट निस्क्यौँ। अनि ट्रेडमलतिर लाग्यौँ। अनि भाइले फेरि सबै चिने रहेछ अनि ड्याडीबट जाऊँ भनेर ड्याडीबटतिर लग्यो। अनि लगेपछि भाइले फेरि सबै चिनेछ अनि एकछिन भित्र हेरेको अनि एउटा दुइटा कपडा मन पऱ्यो। अनि त्यहाँबाट नि किनेर अनि हामी एकछिन ट्रेडमलतिरै घुम्यौँ एकछिन। अनि ट्रेडमलभित्र घुम्दा अनि एकछिन त बाटै नभेट्टायौँ। अनि त्यहाँबाट नि निस्केर हामी बस चढेर अनि लेक साइडतिर गयौँ। अनि एकछिन लेक साइडतिर भुल्यौँ। अनि एकछिन यसो घुम्यौँ। अनि त्यहाँ लेक साइडतिर नि यस्तो बनेर रहेछ अनि खेल्ने ठाउँहरू त्यहाँ फेरि अलि धेरै मान्छे क्या। अनि एउटा दुइटा गनसन हान्ने खानेकुरा झिक्ने थियो। अनि हामी त्यहाँबाट नि केही नखेलिकन त्यहाँबाट निस्क्यौँ। अनि कहाँ जाने भन्थ्यो भने खाजा खान जाने भनेर भाइले अनि खाजा खान गयौँ हामी। अनि एकछिन यसो खायौँ। अनि त्यहाँबाट नि निस्केर अनि भाइले अनि चस्मा किन थिइस् त भनेर अनि म चस्मा किन्न गएँ। अनि हामीले चस्मा किनेर अनि भाइले बबल टी पनि खाइदिउँ भनेर अनि बबल टी पनि खान गएको। अनि बबल टी त दामी थियो। अनि त्यहाँबाट नि फेरि बस चढेर हामी चाहिँ अब घरतिर जानु पऱ्यो भनेर अनि त्यहाँबाट फेरि गाडी चेन्ज गरेर अनि अर्कोमा गएँ। अनि आजको दिन रमाइलो भयो। आजको लागि यति नै, बाई बाई।